देश रोइराखेको छ अनि म हाँसिराख्नु? हाँस्नु सकिनँ, म रोएँ। रोँदा मलाई के भने, प्रधानमन्त्री नपाएर रोएको। प्रधानमन्त्री त हेर्नुहोस् पक्दै गर्नु, के अरे पर्खिँदै गर्नुहोस्। त्यो कुर्सीको एउटा चाहिँ नि हकदार मान्छे म पनि हो। 24/7 देशको लागि सोच्ने मान्छे होइन। जे म सोच्छु होइन देशको लागि सोच्छु, जे बोल्छु म देशकै लागि बोलिरहेको हुन्छु। एउटा मेरो गीत के छ भने, नेतालाई धनी हुने अनुमति हुँदैन जबसम्म देश गरिब रहन्छ, नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश रोइरहन्छ है। त्यही भएर जेन्जी त्यत्रो जेन्जी बित्दाखेरि रोएको क्या म। यो देशको कोही मान्छेले होइन जेन्जी बित्दाखेरि तपाईँको कपाल खौरेर तपाईँको छैन होइन दुःख बोक्यो, मैले बोकेँ नि होइन। बोकिनँ हो, किन भन्दाखेरि हाँसे यो देशसँगै हाँसौँला, रोए यो देशसँगै रोउँला होइन। कुरा बुझ्नुभयो नि। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्म होस्, यही माटोमा जन्म होस्। यो पनि मेरो गीत हो। कुरा बुझ्नुभयो नि। देश रोइराखेको छ अनि म हाँसिराख्नु? हाँस्नु सकिनँ, म रोएँ। रोँदा मलाई के भने, प्रधानमन्त्री नपाएर रोएको। प्रधानमन्त्री त हेर्नुहोस् पक्दै गर्नु, के अरे पर्खिँदै गर्नुहोस्। त्यो कुर्सीको एउटा चाहिँ नि हकदार मान्छे म पनि हो। Just a matter of time, just a matter of time. You will see. यो कुरा हो। त्यसले गर्दा मान्छेले धेरै खिसिटिभी नगर्नु। हर्क साम्पाङको म तपाईँलाई यहाँनिर एउटा मैले गर्न चाहन्छु त, यहाँ मेरो फोटो सेभ चाहिँ नहेर्नु, यहाँ माथि पढेर सुनाउनु त सरले के लेखेको छ माथि। अनि तल के छ? 24/7 देशको लागि सोच्ने मान्छे होइन। जे म सोच्छु होइन देशको लागि सोच्छु, जे बोल्छु म देशकै लागि बोलिरहेको हुन्छु, जे गर्छु त्यो देशको लागि गरिरहेको हुन्छु। मर्दाखेरि पनि यो देशकै लागि मर्न पाऊँ है, यो चिज हो। त्यसले गर्दाखेरि होइन हर्क साम्पाङ भनेको के हो त भन्दाखेरि देशको चिन्तन हो, देशको भक्तिभाव हो, देशप्रतिको समर्पण हो। यसरी बुझ्नु होला। कति मान्छेले ढोंगी गर्यो के गर्यो भन्छ, त्यस्तो मान्छे चाहिँ हाम्रो श्रमदानमा आयो भने म 50-50 केजीको ढुङ्गा दिनभरि। सबैजनालाई हार्दिक नमस्कार गर्न चाहे मैले। के अरे यहाँहरू सबैलाई मेरो हार्दिक सम्मान पनि छ। तपाईँहरू समाजको आँखा है, राज्यको आँखा र कान को रूपमा, सञ्चारकर्मीको रूपमा हुनुहुन्छ। आउँदाखेरि अलिक ढिलो भयो, त्यसले गर्दा पर्खनु पर्यो है। राति भए पनि जेउस भेट भएको छ र अब थुप्रै कुराहरू त के गर्ने र। अब यहाँ हामी किन आएको भनेर तपाईँलाई सोध्नु मन लागेको होला। हामी चाहिँ यो के भन्छ अरे, हामी अब यो एक्लै कुदेर पनि भएन। थुप्रै वर्ष एक्लै कुदियो, लगभग अब सबै हिसाब गर्दाखेरि 15 वर्ष जति होला एक्लै कुदियो। एक्लै कुद्दाखेरि टिम पनि नबन्दो रहेछ, अनि एक्लै सबै थोक गर्नुपर्ने हुँदो रहेछ आफ्नो। त्यसो भएको कारणले एउटा टिम बनाउँ न त भनेर हामी एउटा राजनीतिक दल स्थापनार्थ अहिले चाहिँ नि अभियानहरू चलिराखेको छ। र त्यसैको लागि निर्वाचन आयोगमा हामीले त्यहाँनिर शनाखत गर्नका लागि आफै फिजिकल्ली प्रेजेन्ट हुनुपर्ने कानुनी बाध्यता रहेको कारणले गर्दाखेरि अब यो तिहारको मौकामा पनि अब चाहिँ नि हामी आएको छौँ। र खासमा चाहिँ त्यो हो म किन आएँ भन्ने कुरामा चाहिँ अब चाहिँ तपाईँहरूको प्रश्न 1-2वटा लिउँ होला। र अरू इन्टरभ्यू लिन चाहनुहुन्छ भने भोलि अल डे म यहीँ हुन्छु होइन। तपाईँहरू अब सबैसँग इन्डिभिजुअल त गर्न सकिँदैन, भाइबा भ्याइँदैन कि होइन। 2-3जना भएर तपाईँहरूले मलाई सोध्न सक्नुहुन्छ इन डिटेल। आज चाहिँ 2-4वटा प्रश्न सोधेर हामी सुतौँ होला नि। हैरान भइएको छ बाटोमा, पछारिँदै आइयो। हजुर यहाँले भन्नुभयो नि त्यो एक्लै चाहिँ कति 15 वर्ष जति हो सक्यो, एक्लै हिँड्दाखेरि त्यो
जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न नसक्ने भन्नुभयो। अब चाहिँ कसलाई समेटेर लान खोज्नु भएको तपाईँले? सबैजनालाई है, आकाश जत्रो मन छ मेरो, जहाँ ब्रह्माण्ड अट्न सक्छ भनिसकेपछि सबैजनालाई हामी समेट्न चाहन्छौँ। तर हामीले चाहेर मात्रै नहुँदो हो है। पत्रकारहरूलाई चाहिँ म हाम्रोमा आउनुहोस् भन्दिनँ। मैले भने पत्रकार कर्मचारी र शिक्षक कर्मचारी र पत्रकारलाई चाहिँ हामी हाम्रो दलमा कुनै पनि संस्था अथवा त्यो के हुँदो रहेछ भातृ सङ्गठन के भन्ने त्यस्तो गर्दैनौँ। किनभने तपाईँहरू भनेको राज्यको अङ्ग हो, निष्पक्ष हुनुपर्छ होइन, दुधका दुध पानीको पानी छुट्याउने हुनुपर्छ सधैँभरि भनेर हामी पत्रकारलाई चाहिँ गर्दैनौँ। अरू भनेको त्यो काङ्ग्रेस, एमाले, माओवादी, रासपा, बालिन सबैलाई बोलाउनु भएको तपाईँले आह्वान गर्नुभएको? यस्तो छ, कोही पनि मान्छे जन्मँदै कङ्ग्रेस भएर जन्मदैन होइन, एमाले भएर पनि जन्मदैन। त्यसो भएको कारणले गर्दाखेरि एउटा व्यक्ति स्वतन्त्र जन्मन्छ। जन्मिसकेपछि अब रहँदा बस्दा होइन, अब हुर्कने क्रममा, हिँड्ने क्रममा, डुल्ने क्रममा राजनीतिक आस्था राख्ने मान्छे, राजनीति बुझ्ने मान्छे, बुझाउनु त भन्ने चासो राख्ने मान्छे कुनै दलमा जान सक्छ। तर कुनै पनि व्यक्ति पर्मनेन्ट चाहिँ हुँदैन त्यहाँ। त्यसले गर्दाखेरि हो, देश बनाउनका लागि देशभक्त नेपालीहरू एक ठाउँमा आउनुपर्छ। फागुन 21 गते हुने निर्वाचनमा चाहिँ काङ्ग्रेस एमाले मुख्य काङ्ग्रेस एमालेले चाहिँ त्यो 21 गते चुनावै हुन सक्दैन भनेर सरकारलाई भनिरहेको छ। हजुर, यस्तो छ, अब हुने देख्नु भएको छ, हुन्छ हुँदैन भन्ने कुराहरू अब भविष्यको कुरा हो होइन। हुन पनि सक्छ, नहुन पनि सक्छ होइन, हु नोज द फ्युचर, भोलि के हुन्छ भन्ने कुरा। तर हामी देश बनाउनका लागि विशेष गरी काम गर्ने मान्छेहरू होइन, फिजिकल्ली हामी चाहिँ नि पसिना बगाउनु पर्छ भन्ने श्रमदाताहरूलाई मैले सङ्गठित गर्नुपर्छ होइन, र त्यो निर्माण गर्ने हो। अब चुनाव भन्ने ठुलो कुरो हो। एउटा राजनीतिक दल खोलिसकेपछि चुनावबाट आवधिक रूपमा अनुमोदित भएर जाने होइन, माथि पुगेपछि जनताको म्यान्डेट लिएर गएपछि त्यही अनुसारको नीति निर्णयहरू गर्ने भन्ने कुराहरू ठुलो कुरो हो। तर त्योभन्दा पनि ठुलो कुरो चाहिँ सत्ता प्राप्तिको कुराहरू पनि ठुलो कुरो हो। तर त्योभन्दा ठुलो कुरो चाहिँ यो समाज रूपान्तरण गर्नुपर्ने कुरा देख्छु। त्यसो भएको कारणले समाज रूपान्तरणको लागि हामीले अलिकति भिन्न खालको शक्ति निर्माण गर्दैछौँ हुँदैछ। हजुर, अहिले के प्रब्लम छ भने सबै दल खोल्ने भनेर लागिरहेको छ। हो, जेनजी पनि दल खोल्ने, शुभकामना छ सबैलाई। मात्र नभएर बालिन पनि दल खोल्ने, कुलमान पनि दल खोल्ने, दल मात्रै हुने भयो। अब भोट कसले हाल्ने, दल मात्रै देख्ने भयो। यस्तो छ, दल त धेरै छन्, तर हाम्रो श्रम संस्कृति जस्तो फरक होइन, त्यो चाहिँ अलिक फरक छ अरूभन्दा। भनेको त्यहाँ त सबै अट्ने दल अट्छ त्यहाँ अट्छ। हामी काम गर्छौँ देश बनाउनका लागि सबैसँग। म तपाईँसँग मिल्न पनि तयार छु होइन, यहाँ भएका सबैसँग मिल्न तयार छु। यदि देश बचाउने सवाल हो र देश बनाउने सवाल हो भने हाम्रो मन आकाश जत्रो हुनुपर्छ। यस्तो छ, अब उहाँ आफै दल खोलेर अगाडि बढ्छु भन्दै हुनुहुन्छ भन्नुभयो तपाईँले होइन। अब लोकतन्त्रमा अब संविधानले नै दिएको अधिकार हो त्यो होइन, नागरिकहरू सङ्गठित हुन पाउँछन्, दल खोल्न पाउँछ, बहुदलीय व्यवस्था भन्ने कुरा छ। कटाक्ष कस्तो खालको? त्यो चाहिँ यस्तो छ, अब त्यो के अरे अब ढिलो पनि भइसक्यो होइन। अब त्यो च्याप्टर ढिलो पनि भइसक्यो। एक समयमा म आएको थिएँ, उहाँ त हुनुहुन्छ। अब गर्नुपर्ने कुरा अलि ढिलो भयो होइन। ढिलो काम गर्नु र नगर्नु एउटै कुरा हो। जस्तै असारमा हामीले धान रोप्नुपर्छ होइन, पुसमा जाडोमा हिउँ परि टुसारो झरेको बेला धान रोपेर हुँदैन, ढिलो भइरहेछ। उहाँको प्राथमिकतामा त अब धेरै विषय पर्नु पर्थ्यो होइन। अब के भन्ने, अब उहाँले पार्नु भएन, मैले सिकाउने कुरो भएन। अहिले म त्यसको उहाँले सिकाउनका लागि आएको पनि